हेलो एभ्रिवान, हजुरहरूलाई स्वागत छ मेरो मिनी ब्लगमा। आज चाहिँ मैले आलु बनाउनुलाई चाहिँ 3टा आलु लिएर लामो लामो काटेँ। त्यहाँबाट पानी बसाएर चाहिँ त्यहाँबाट 3टा आलुलाई चाहिँ 50% हुन्जेसम्म पकाएँ। त्यहाँबाट चाहिँ पोटेटो स्टार्च हालेर चाहिँ मोली अन्त यसलाई फ्राई गर्नुलाई चाहिँ मैले फ्राई प्यान बसाएर चाहिँ तेल हालेँ। तेल हालेर चाहिँ मैले फ्राई गरेँ। फ्राई चाहिँ यतिको हुन्जेलसम्म गर्नुपर्छ। अन्त सब्जी बनाउनुलाई चाहिँ मैले टमाटर प्याज लसुन काटेँ। अन्त दाल पनि पाक्दै थिएँ। अन्त फ्राई गरेकै फ्राई प्यानमा चाहिँ लसुन हालेँ। लसुनलाई चाहिँ मैले लामो लामो गरेर काटेको थिएँ। त्यहाँबाट चाहिँ मैले प्याज पनि हालेँ, टमाटर पनि हालेँ, धनियाँ पाउडर हालेँ, मिर्ची पाउडर हालेँ, हल्दी हालेँ, नुन हालेँ है। नुन हालेर चाहिँ यतिको हुन्जेलसम्म चाहिँ पकाउनुपर्छ। यतिकै भएपछि चाहिँ पाकेँ। त्यहाँबाट चाहिँ मैले फ्राई गरेर राखेको आलुलाई पनि हालिदिएँ। आलुलाई हालेर चाहिँ एकछिन चलाएँ। चलाएपछि चाहिँ यो चाहिँ पाक्यो। पाकिसकेर चाहिँ हामी खाना खानुलाई तयार भए। यहाँ चाहिँ छ मैले आलुको सब्जी बनाएको, अन्डा, दाल, भेन्डी, भात। भेन्डीलाई चाहिँ मैले बोइल गरेको थियो। बोइल गरेर चाहिँ सोया सस अन्त तिलको तेल हालेर बनाएको थिएँ। मेरो बुढाको चाहिँ यो चाहिँ फेभरेट हो। उसले चाहिँ पुरा बोइल खानाहरू मन पराउँछ नि त। यस्तो चाहिँ कोरियनहरूले खान्छ। अन्त उसलाई चाहिँ कोरियन, जापानिज, चाइनिज खानाहरू चाहिँ पुरा मन पराउँछ क्या उसले चाहिँ। मलाई त्यति साह्रो मन पर्दैन, तर आजकल चाहिँ अब खाएर खाएर बानी भएको छ। तर खानु थालेपछि त जे चिज पनि मिठो लाग्दो रहेछ बानी भएपछि चाहिँ। अनि त्यहाँदेखिको यहाँ चाहिँ हामी खानु थाल्यौँ है। खाएर चाहिँ खाना खाँदै मेरो बुढालाई मैले सोधेँ कस्तो भएछ भन्दाखेरि उसले पनि मिठो भएछ भनेर भन्दै थियो। हुन्छ साथीहरू, तपाईँहरूले पनि यसरी नै बनाएर खानुहोस् होला हो। आलुको सब्जी चाहिँ मिठोभन्दा मिठो भएको थियो ढाँटेको चाहिँ होइन। अनि मेरो चाहिँ छुट्टी थियो नि त। छुट्टीको दिन चाहिँ मलाई के बनाउनु मन लाग्छ नि त। ड्युटी छ भने त अब भ्याउँदैन, ड्युटीमै टाइम गइहाल्छ होइन। 7-8 बज्छ छुट्टी हुँदा ओर्दा। अन्त कहिले आएर रुममा पकाइराख्नु। हुन्छ त साथीहरू, बाई बाई।